लगायत यहाँ आजको यस कार्यक्रमलाई सभ्य र भव्य बनाउनका निमित्त पाल्नुभएका हाम्रो यस लाभगाउँ विद्यालयका अभिभावक, मेरा आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू र विद्यार्थी भाइ बहिनीहरू लगायत सम्पूर्ण अग्रज व्यक्तित्वहरूलाई स्वीकार्नुहोस्। सिन्धुस्पाट युवा क्लबको तर्फबाट र मेरो व्यक्तिगत अरुण दोङको तर्फबाट दोस्रो फ्याफुल्ला। त्यसै गरी आज लाभगाउँ आधारभूत विद्यालयमा हाम्रो दोस्रो चरणमा यो शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएका छौँ। आजभन्दा 3 वर्ष अगाडि हाम्रो आदरणीय धार्मिक गुरु प्रकाश भुजेलज्यूको अगुवाईमा हामीले पहिला एकचोटि न्यानो कपडा वितरण गरेका थियौँ र बीचमा हामीले कुनै संस्थासँग आबद्ध भएन र कुनै सहयोगी दाताहरू नभेटेको कारणले गर्दा हाम्रो भाइ बहिनी विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरू वितरण गर्न सकेका थिएनौँ। त्यसमा म तपाईँप्रति क्षमा याचना माग्न चाहन्छु, किनभने हामीले बारम्बार प्रयासको बावजुद पनि गर्न नसकेको हुँदाखेरि। तर आज हामीले साँच्चीकै भगवान रूपी देवता भने जस्तै कान्छीमाया तामाङ फाउन्डेसनको अध्यक्ष आदरणीय डाक्टर साहब दिलबहादुर थोकरज्यूले को नेतृत्वमा र हाम्रो आदरणीय दाइ विनय दोङको नेतृत्वमा, नेन्तो दिदीको नेतृत्वमा हामीले आज लत्ता कपडा न्यानो कपडा बाँध्ने दोस्रो चरणमा हामी प्रवेश गरेका छौँ। र ताकि हाम्रो यस न्यानो कपडा तथा स्टेसनरी वितरण कार्यक्रममा हाम्रो बेलमची नगरपालिका 8 को साथीहरूले पनि एकदम सहयोग गर्नुभएको छ। तसर्थ म नाम लिन चाहन्छु। हाम्रो यस काठमाडौँ बसोबास गर्ने काठमाडौँ व्यवसायी साथीहरूले पनि सहयोग गर्नुभएको छ र हाम्रो लाभिङ बुद्ध गुरु शेरबहादुर तामाङ ज्यूले पनि स्टेसनरी र 3टा ब्याडमिन्टन र एउटा फुटबल सहयोग गर्नुभएको छ। म लाभिङ बुद्ध गुरु शेरबहादुर तामाङ ज्यूले पनि यहीँबाट हार्दिक नमन र सम्झिन चाहन्छु, उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। तसर्थ हाम्रो यस बेलमची नगरपालिका 8 मा रहेर काठमाडौँमा व्यवसाय गर्नुहुने साथीहरूले हाम्रो स्कुल अत्यन्तै नाजुक अवस्था भएको हुनाले हाम्रो भाइ बहिनी विद्यार्थीहरूलाई पुनः झोला वितरण गर्नुपर्छ भनेर हाम्रो काठमाडौँ बस्ने साथीहरूले उहाँहरूको अगाडिमा झोलाको पनि हामीले व्यवस्था गरिएको छ। सो म हाम्रो सहयोगी दाताहरूको नाम लिन चाहन्छु। विनय दोङ बेलमची नगरपालिका 8 भोन्डोखोर, ईश्वर लाल श्रेष्ठ बेलमची नगरपालिका 7 दुवाचोर, धादिङ घर भई धनबहादुर दोङ धनबहादुर श्रेष्ठ ज्यू, सुनबहादुर दोङज्यू, विक्रम स्याङ्गोज्यू, सोनाम तामाङज्यू, राजु घिसिङज्यू, राजु आइबाज्यू लगायत उहाँहरूले सहयोग गरेर हामीले झोलाको पनि व्यवस्था गरेको छ। तसर्थ उहाँहरूले पनि म हार्दिक धन्यवाद दिन चाहन्छु र हाम्रो यस लाभगाउँ स्कुलको तर्फबाट उहाँहरूलाई सम्मान पनि गर्न चाहन्छु। तसर्थ